केरा हो रे घरमा एक पाउ मासु नपकाउने मान्छे जाने थिए म तिम्रो गर्थेँ मैले त हिँड्न सक्दिनँ त्यो हातको काम त सबै गर्ने बुझ्छु। हेलो एभ्रिवान नमस्ते म ब्रिक्सिपुर मगर सधैँ चाहिँ न्यू भिडियो ब्लग लिएर आइसकेको छु। आज चाहिँ म यहाँ कहाँ छु त हाम्रो माउला आएको छ। म नि यति बेला चाहिँ अब आन्टीहरूले देउता पुज्ने भनेर रेडी गर्दै हुन्छ अनि म चाहिँ अलिअलि रेडी भएको छु। हामी चाहिँ अहिले कति बेला जानेछौँ हेरौँ है त। यति बेला चाहिँ अङ्कलहरू पूजा गर्न जाने रेडी हुनुभएको थियो अनि मैले चाहिँ एक दुईवटा फोटो खिचिदिन्छु अनि हिँड्नु नभनेर चाहिँ भिडियो बनाइदिएको थिएँ। हामी चाहिँ यति बेला फोटोसोटोहरू खिच्दैछौँ। यति दामी कुहिरो लागेको छ कि साथीहरू यहाँ चाहिँ मैदानमा होटलहरू छन् के पाइन्छ? मेरो अङ्कल यहाँ चाहिँ आन्टी हामी तिनटाले चाहिँ एकदम फोटो खिच्ने कार्यक्रम चलिरहेको थियो अनि आज चाहिँ हामी माउलो घरमा छौँ। एकदम रमाइलो भइरहेको छ साथीहरू। तर चिसो चाहिँ यस्तो आनन्दको लागेको छ होइन, हुस्सो लागेको छ। अरू बेला चाहिँ खै के गर्छ तर आज हामी आएको बेला चाहिँ एकदम हुस्सो लागेको छ साथीहरू। मेरो आन्टी चाहिँ पहिला फोटो भिडियो घुम्ने भनेपछि एकदम कति पनि जाँगर नगर्ने मान्छे, अहिले चाहिँ अलि इन्ट्रेस्ट गर्नुहुन्छ अनि आन्टी तपाईँ म टिकटक बनाऊँ है भनेर टिकटक बनाइरहेको थिएँ अनि उहाँ चाहिँ एकदम खुसी हुनुभएको थियो। गाइस हामी चाहिँ यति बेला मैदानमा आइसकेको छौँ। चिया खायौँ, एकदम चिसो मौसम गरेको थियो अनि चिया खाएर अहिले तल जानेवाला छौँ। अब हामी चाहिँ त्यहाँ बसेर चिया खायौँ साथीहरू। तातो चिया, चिसो मौसममा तातो चिया जाम तलतिर झर्दैछन् फेरि। मजा आइरह, पानी पनि परिरह। भोक लाग्यो अनि त्यही भएर यो खान लाग्यो। जस मेमोरी हुन्छ कि भिडियो हालेपछि युट्युबमा पछिसम्म ग्यालेरी फुल भइहाल्छ। कहाँ जाने बाटो नि दिदी? उतल गाउँ जानु। मजा आयो मजा। केराको गाइस रमाइलो छ जस। गर्ने त हो म टेन्सन डागर भने म हामी चाहिँ पूजा गर्ने ठाउँमा आइसकेको छ। त्यहाँ चाहिँ भेडा त्यहाँ छ, बोके पारी छ। बोके चाहिँ हाम्रो आन्टीले ल्याएको। यहाँ यति राम्रो सिन देखिरहेछ गाइज। अङ्कललाई सिकाउनुहोस् त त्यहाँ के हो। खै म रोटी देखाउन जान्छ वा। यो चाहिँ हाम्रो मामाले पूजा गरेको। यहाँ चाहिँ रोटी पनि कत्रो छ। बेडा गाइज म चाहिँ भिडियो यस्तो हिजोको भिडियो पोस्ट गर्दा नसकेर अहिले चाहिँ हस्पिटलमा आएर वाइफाईको पासपोर्ट मागेर बल्ल पोस्ट गरेको छु। धमाधम काम भइरहेछ। आन्टी हेलो भन्नु त। यता साडा गरेर राख्नु भएको छ। हामी चाहिँ बारीबाट प्याज लसुन त्यहाँ अगाडि भाउजूसँग कुखुरा बेसार लगेर भुट्न जाँदैछौँ। यहाँ भिडियो पोस्ट गर्ने डाटा नचलेर धौडौ यहाँ वाइफाई हान्न पठाएको छु। म चाहिँ घरमा एक पाउ मासु नपकाउने मान्छे। यहाँ हेर यत्रो मासु भुट्दैछु गाइज, के कस्तो हुने हो। के रे आन्टी कुकर परेसमा पकाउने उ तिनलाई हाम्रो ठुलवालाई चाहिँ आन्टीले कुकर प्रेसमा पकाउने। आमाले पठाइदियो फोटो हुन्छ यो गर्थेँ मैले त।
गाइज हामी चाहिँ पूजा गरेर अहिले माथि आएको छौँ नास्ता सास्ता खाएर माथि भाउजूहरूले चाहिँ खाना पकाइराख्नु भएको छ हाम्रो आन्टीले चाहिँ दिनमा एउटा रुमाल हराइराख्नु भएको छ साथीहरू मेरो रुमाल खोइ उता ए भाउजू लग्नु बारे छ आफ्नो जे परे पर्ला आफ्नो नास्ता चाहिँ छोड्नुहुन्न है गाइस अङ्कल र मैले पानी खान्छ खै खान्छ भिडियो बनाएर रमामा हिजो साँझ त्यो चल्ला काटेको उँभो खुब लाग्छ धमाधम यहाँ अघिको बोके भइरहेछ अहिले विश्राम गरिरहेको छ यहाँ ढलेर हेर्न सक्नुहुन्छ हाम्रो आन्टी जुम्रा मारामार भइरहेको छ यहाँ चाहिँ अनि म चाहिँ अनप्लान आएको के साथीहरू अनि भोलि कहाँ जाने के गर्नु भइरहेछ मलाई यस्तो साथीहरू यस्तो रिस उठिरहेछ कि म चाहिँ होइन अनप्लान आएको थिएँ कि अनि अहिले आएर यहाँ माउला आएर झोला चेक गर्छु एउटा एक जोर प्यान्ट सर्ट हालेको भनेको लास्टमा प्यान्ट हालेको हेर्नुहोस् साथीहरू यस्तो भएको छ भोलि के गर्नु भइरहेछ हामी चाहिँ विश्राम गरिरहेको छौँ यहाँ गाइज गाउँको अर्ग्यानिक केरा खानामै सबले एआईवाला भिडियो बनाउँछन् म पनि त्यस्तै बनाम जस्तो सोचाइरहेको छ अरे मैं केरा हो रे मुझे खाकर रास्ते में मत फेंको रे वाला भिडियो बनाऊँ कि जस्तो लागिरहेछ साथीहरू यस्तो लोकल केरा खाने भएपछि चाहिँ गाउँमै आउनुपर्छ यस साथीहरू यति दामी छ कि हामी बिहान 6 बजे चाहिँ खाएको थियौँ यो केरा अझैसम्म उहाँ चाहिँ हाम्रो साथमा हुनुहुन्छ अनि हामी चाहिँ यो राख्दैछौँ भोलिको नास्ता भन्ने बित्तिकै गाउँमा पसल पाइँदैन त साथीहरू त्यही भएर सामान राखेको कि हामीले चाहिँ सबै काम के भारी बोक्नु सक्दैन हिँड्नु सक्दैन त्यो हातको काम त सबै गर्ने बुझ्नु त सबैको त्यो काम यो काम गरिहाल्यो सबै परेको छु कि मेरो आजको खाना चाहिँ यति हो साथीहरू अघि हामीले कति 3 बजेतिर बल्ल नास्ताहरू सबै खाएको थियौँ रमाइलो छ जे होस् आज मेरो खाना हात चाहिँ यतिको हुनुपर्छ गाउँमा आएपछि यो चाहिँ निशानी हो त्यो दिनु पर्ने खाना खाइसक्यौँ साथीहरू अब सुत्ने बेला भइसकेको हुन्छ मेरो चाहिँ अलिकति गाउँमा चाहिँ अब लाइनहरूको समस्या अब पावर ब्याङ्कहरूको भनौँ न अब चार्जहरू सकेर मैले चाहिँ भिडियोहरू गर्न पाएन अनि 2 दिनको भ्लग चाहिँ अब एउटैमा मिसाएको छु अनि हेरेर माया गरिदिनु होला साथीहरू हेलो एभ्रिवान नमस्ते म ब्रिक्सिपुन मगर सधैँ न्यू भिडियो एन्ड भ्लग लिएर आइसकेको छु आज पनि म यतै मेरो माउलोमै बसाइ छ अनि हामी चाहिँ आज तल कमलदहतिर घुम्न जाने भन्ने सोच गरिरहेको छौँ अनि कमलदह के छ कस्तो छ भनेर म तपाईँहरूलाई पुरा भिडियोमा देखाउने छु अलिकति सानो क्लिप चाहिँ मैले अस्तिको भिडियोमा राखेको थिएँ अनि आज चाहिँ म तपाईँहरूलाई फुल क्लिप देखाउने छु अनि के छ कस्तो छ मेरो भिडियो चाहिँ कस्तो भइरहेको छ अनि साथ सपोर्ट गरिदिनु होला यो भिडियोमा केही अलि गल्ती भएपछि मलाई माफ गरिदिनु होला भन्दै यो भिडियो स्टार्ट गर्दैछु साथीहरू हेलो माइजु हेलो भन्न एमा बोल्नु न आनु बोल्नु बोल के भन्न हेलो भन्न हेलो मैले सन्चै हुनुहुन्छ हेलो सन्चै हुनुहुन्छ असन्चै छु भन्नु सन्चै यता भिडियोमा हेर्नु हेर्छु यहाँ कस्तो भइरहेछ तपाईँलाई यहाँ पुरै यहाँ के रे तपाईँ नन्दहरू आएको खुसी भन्नु नाम छ नाम छ म मर्दैन 1-2 वर्ष मर्दैन खाँची नमान्नु खुसी हुनु भएको छ हामीहरू आएको खुसी भएको छु त ए फेरि आउनु त तलतिर कहिले आउने घुम्न आउने गाइज म चाहिँ अहिले भ्लग त बनाइरहेको छु अघि न चाहिँ अलिकति त्यो राष्ट्रिय परिचय पत्र मेरो त्यो जुन पेपर हुन्छ नि त्यो चाहिँ मैले हराएको थिएँ कि अनि यहाँ आएर त्यो अहिले चाहिँ
अनलाइनबाट चाहिँ हेर्न त्यो जुन राष्ट्रिय परिचय पत्रको नम्बर हुन्छ त्यो चाहिँ हेर्न नमिल्ने रहेछ। अनि म चाहिँ त्यहीको भरमा आएको साथीहरू। अनि अघि न चाहिँ यहाँ अहिले चाहिँ त्यस्तो सिस्टम हटाएको छ भनेर त्यहाँ भन्नुभयो। म चाहिँ यस्तो टेन्सन लागिरहेको थियो कि साथीहरू। अनि घरबाट एकछिन ढोबी गाली पनि खाएँ त नागरिकता पनि नलगेर फेरि नागरिकता पनि नलिएर आएको कि साथीहरू मैले त। त्यही जुन मोबाइलमा फोटो छ त्यति हो। यस्तो यस्तो मान्छे पनि घुम्नै हुन्छ फेरि बेला बेलामा। अनि पछि चाहिँ अलिकति टेन्सन भएको थियो मलाई त्यति बेला किनभने अब नम्बर पनि अब नदेखिने अहिले चाहिँ अर्को सिस्टम बनाएर रहेछ। अनि अलिकति तनाव भइरहेको थियो मलाई। अनि पछि चाहिँ पहिला दादाले चाहिँ राष्ट्रिय परिचय पत्रको मैले थाहा कहाँबाट त्यो राष्ट्रिय परिचय पत्रको नम्बर मागेको छु कि साथीहरू। त्यो नमागे भए आज मेरो गेम फिनिस हुन्थ्यो के हुन्थ्यो। पछि चाहिँ खोजेँ वाट्सएपमा खोजेर पछि दौडो भेट्थ्यो। अनि बल्ल बल्ल मेरो त्यो राष्ट्रिय परिचय पत्रको पेपर चाहिँ भने म खास कार्ड लिनको लागि आएको थिएँ। कार्ड चाहिँ अहिले आएन चाहिँ भर्खर 79 सालको आएर चाहिँ 80 सालको अझै 1 वर्षपछि कति ढिलो आयो साथीहरू। कार्ड पनि मैले 80 मा बनाएको थिएँ। चाहिँ ढोगर्दै हुनुहुन्छ मन्दिरमा चाहिँ कति वर्षको ढोगर्छु मेबी ढोकर हो साथीहरू। ल गाइस हामी चाहिँ यो कमलदह चाहिँ यति उताबाट घुमेर आउनुपर्छ रहेछ साथीहरू। अब घुम्न जाँदैछौँ। भ्लग चाहिँ यस्तै हो चित्त बुझाउनलाई हेरेर। म पहिला पनि आएको थियो कमलदह तर अलिकति त्यति बेला चाहिँ सुकिया जस्तो भएको थियो साथीहरू। यो चिटी आउने बेला चाहिँ अलि हरियाली देख्न पाइयो। अझ अलि पछि आउँदा चाहिँ फुलफुलेको देख्न पाइन्थ्यो होला साथीहरू। के गर्नु अब अगाडि आइयो पछि चाहिँ अब अलि नहोला जस्तो छ। फुलहरू चाहिँ यति दामी दामी छ कि साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ कोही मान्छे पाएपछि टिप्न पठाउने खालको मान्छे हो। अब के गर्ने अस्ति भर्खर एउटा अब नानी हो कि बाबु 8 वर्षको भर्खर बित्या रहेछ। अनि त्यसपछि अलि त्यो डर पनि लाग्यो मलाई जान। अनि अरूलाई झन् पठाउने अब कोही चिनेको पनि हुनु पऱ्यो पठाउन। सो यस्तै छ साथीहरू। गाइज आन्टीहरूले चाहिँ मलाई डराउनु दिँदै हुनुहुन्छ। यहाँ चाहिँ प्रत्येक सालमा चाहिँ मान्छे मर्छन् रे एउटा डुब्छन् रे। ओइ पानी झन् राम्रो धेरै फुल फुल्या रहेछ त। वाह साथीहरू पहिला हामीहरू पुऱ्याउँदाखेरि त यो मन्दिर डुबेको हुन्थ्यो पानीले। एक साल जुन यो मन्दिर नै यहाँ थियो। त्यहाँ मन्दिर त कसरी पूजा गर्न चाहन्छन् होला र नि। अहिले पानी धेरै सुकिया छ भाइ। पहिला त हामी सानो हुँदाखेरि त यो मन्दिर डुबेको हुन्थ्यो के। ए बढो महिना डुबे हुन्थ्यो। अनि त्यहाँ पूजा गर्नु कसरी जान्छन् त? पूजा गर्न जान्छौँ नि त त्यो अहिले त अझ पुल छ हामी त्यस्तै जान्छौँ पहिला। वाह पूजा गर्छ नि यहाँ यो तीजमा व्रत बस्छ नि। ए ल है तिम्रो बुटा पनि फर्स्ट टाइम देख्न पाइयो साथीहरू। मलाई चाहिँ यो अलिकति धिरोसँग चाहिँ राम्रो लाग्छ। अरूसँग चाहिँ खास चाहिँ मन पर्दैन गाइस। कति टाढा छ हामी त्यहाँबाट घुम्ने हो। त्यही त अन्तिमतिर एउटा भ्लग निप्सिहाल्छ भन्नु रहेछ साथीहरू। म चाहिँ भ्लग गर्दैन भनेर यतिकै राखिरहेको थियो। अन्टिल चाहिँ यति तारा छ तैँले त एउटा भ्लग सकाइहाल्छस् बना भनेर चाहिँ मैले भ्लग बनाइरहेको छु। साँच्चीकै सक्ने जस्तै तारा रहेछ साथीहरू हेर्न सक्नुहुन्छ। यहाँ छ हामी जानुपर्ने त्यहाँबाट घुमेर सकाउनु पर्ने छ साथीहरू। तर अलिकति पनि हिँड्न सक्दैनौँ हामी चाहिँ। सबै हस्को लाग्छ मोटो मोटो भयो। बोसोहरू धेरै पलायो साथीहरू जिउमा। माउलो गएर मासु धेरै खाएर बोसो अलिअलि त बोसो पहिले थियो त्यो माथि झन् धेरै बोसो लागेर यो बोसोलाई चाहिँ पिगाल्न लागिरहेछौँ हामीहरू चाहिँ। पेल्न लाग्छौँ। तेल चाहियो भन्न लाग्यो कि आज। अघि एउटा अटोले जाम भन्थ्यो अर्को अटोले डर लाग्छ। पहिला त त्यो देउराली ओडारबाट दिउँसै मान्छेहरू तानेर लग्थ्यो अरे कि उहिले आमाहरूले आन्टीहरूले कुरा गरेको सुने कि मैले। दिउँसै तानेर लग्ने ठाउँमा मलाई अहिले राति लग्न लागेपछि अनि म बाँकी म जान्छु त। तर देउराली ओडार भन्ने ठाउँ छ अरे साथीहरू। त्यहाँ चाहिँ दिउँसै मान्छेले तानेर लग्ने ठाउँमा मलाई राति घुमाउनु लगेपछि म जान्छु त। म त बाटो पो छु त फेरि। माउबारी झार त देख्यो साथीहरू। काँक्रा झार चाहिँ कहाँ छ?
के हो यो बेल मेल होइन खन्ने 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 पनि भन्थ्यो त ए खन्ने त जरामा पो फल्छ क्या अनि यो त रेठा कि के खैराख्छ भन्छ माछा मार्ने बेला पहिला कुटेर हाल्छ नि खैराइन हाम्रो उ भन्छन् खिर्रा गाइस थाकै लागिसक्यो अझै उता यो सब कटाउनु पर्ने छ साथीहरू हामी चाहिँ उता बाहिर निस्किनको लागि यति बार सर्टकट पनि हुनुपर्ने कि एउटा के नहुने हिँड्यो कि हामी त गाइज यो माइक चाहिँ मलाई मेरो भेनाले दिनुभएको थियो गिफ्ट किनभने म चाहिँ अलिकति माइक अलिकति पहिलेबाट रहर गरेर आएको थिएँ धनी गु त कुचेन होइन त्यो घाँसको थियो यो घाँसको अलिकति यो अग्लोबाट होचोमा गएर चाहिँ छि म कस्तो डराएँ साथीहरू राम्रो कमल फुलहरू छन् साथीहरू यस्तो दामी आहा मलाई चाहिँ टिप्न जान मन लागिसक्यो कस्तो कोही छैन साथीहरू त्यहाँ हेरेन मेरो अङ्कलहरू देखाउँछ गाइस हेर्नु लभ बर्ड्सहरू अङ्गालो हालिहाली गट्टी हालिहाली भर्खर न्यू कपालहरू हिँडे हान्छन् त्यस्तै गरी हिँड्नु भएको छ आज चाहिँ मेरो अङ्कल आन्टी सो गाइस एकदम थाकिसक्यो म त्यति तारा छ क्या साथीहरू अझै हेरेको त्यहाँ जान हामी त्यहाँदेखि त्यहाँदेखि यहाँ घुमेर आइसक्यौँ साथीहरू अनि यहाँदेखि चाहिँ फेरि घुम्दै त्यहीँ पुग्नु पर्ने छ पानी परिरहेछ यहाँ झरिकिन बिचरा मेरो आन्टीलाई पुरानो सम्झना आयो अरे त्यहाँभित्र जाने अरे घुम्न त्यस्तो थिएन नि त पहिला कति गाह्रो सिद्धान्त त्यहाँभित्र पहिला त यहाँसम्मै पानी हुन्थ्यो होला नि त्यही त पुल भने यहाँ बिचमा बर्तनमा बस्ने अनि जल खाना आउने यहाँ अनि बल्ल घरमा गएर पूजा गर्ने ओइ त्यो के फुल हो त्यस्तो राम्रो ए त्यो त कालगेरीको फुल होइन र कति राम्रो त यहाँ अब यहाँ त त्यो के काटेर छन् कि अस्ति पूजा गर्ने बेला त्यही त पिपल हो कि पक्का पिपल हो साथीहरू पिपल हो नि पिपल हो पक्का पिपल हो अझै नै म देखाउँछु कता हो यो पिपल हो नि साथीहरू म पिपल नै कन्फर्म गरेर आएको छु अङ्कलले चाहिँ के भनेर सोधिरहेको भएको छ पिपल हो पिपल ए हामी चाहिँ फाइनल्ली यहाँ ओत्तिने ठाउँमा आइसक्यौँ साथीहरू के साह्रो पानी परेको यहाँ हेर्न सक्नुहुन्छ सब भिजिसक्यो जाडो भएको छ यताको यति राम्रो नजारा हेर्न सक्नुहुन्छ गाइस मलाई नहेरे पनि नहेर्नु साथीहरू तर पछाडिको यति राम्रो नजारा चाहिँ तपाईँले हेर्न नछुटाउनु है साथीहरू त्यहाँ दिदीको घर छ हामी त्यहाँ बस्न जाने होइन अनि यहाँ चाहिँ बिसेको छौँ हामीहरू एकदम चिसो मौसम गऱ्यो अहिले चाहिँ यहाँतिर नाचेर यस्तो राम्रो सिन देखा टिकटक बनाउँछु भनेर सोचिरहेको थिएँ जे सोचेँ त्यसको ठ्याक्कै उल्टो भइरहेछ पानी परेर हेर बिजोग भएको छ यहाँ बिजोग गाह्रो छ गाह्रो पछाडिको सिन हेर्नुहोस् त साथीहरू हामी चाहिँ दिदी घर जान लागेको छौँ जाँदै मैले चाहिँ त्यो आन्टी मलाई जाम भनेको स्कुल यही होला कि आन्टी अब यो घुम्ने ठाउँ हो आन्टीले मलाई स्कुल भन्नुहुन्थ्यो त हाम्रो यो रुकुम पूर्वमा घुम्ने सिस्ने गाउँपालिकामा घुम्ने ठाउँहरू चाहिँ यस्तो राम्रो छ साथीहरू मलाई सबभन्दा जाने मन चाहिँ कहाँ हो भनेपछि छैन यहाँ उयो तातो पानी पनि सिस्ने चारमा पर्ने रहेछ त नि ए मेरो अङ्कलले यहाँ लग्छु तिमीहरूलाई त्यहाँ तान्छ भन्नुहुन्थ्यो यही रहेछ साथीहरू देउराली गुफाको फोटो यहाँ चाहिँ सुन्तला खाना आमै साथीहरू गाइस हामी चाहिँ दिदीको कोठामा आएको छौँ के साह्रो सुत्नु अनि त्यही खाने हो कि यहाँ चाहिँ अङ्कलले मासुहरू बनाइराख्नु भएको छ काटेको त छोड्दै यो टङ्गा थियो यो माथि भारमा एउटा समयले पनि मम्मी म चाहिँ भोलि आउँछु घर अनि आज चाहिँ हामी दिदीकै घरमा छौँ म चाहिँ अहिले सुती उठेको छु गाइज
म चाहिँ एकदम अल्छिनी केटी हो, अल्छिनी केटी 1 2 3 अनि यता दिदीले चाहिँ सबै तरकारीको लागि बनाइसक्नु रहेछ। मेरो काम छैन गाइज, यहाँ चाहिँ बस्ने खाने मलाई कसले पाल्ला रहेन छ, तर गाह्रो छ, गाह्रो मलाई राख्ने। कसले पाल्ने हो सुधा दिदी? हाम्रो आन्टीलाई अकल पाल्ने अङ्कलको भेटिन्छ के रे रुकुमकोटमा एउटा अङ्कल खोजेछ फेरि पाल्ने। म त अल्छिनी छु, 1 नम्बरको भर्खर सुटी उठाएको छु होइन र? होइन राम्रो छ बोले भन्छ अहिले चाहिँ अलिक जाँगरिलो केटी भएको आफै पाल्छ। रुकुमकोटको कोही केटा भेटिहाल्छ कि अङ्कल भेटेपछि पालिहाल्नुहुन्छ, खाना बनाइदिने मान्छे भेटिहाल्छ, अलि बसेपछि फेरि। गाइज मेरो रुकुमको यात्रा चाहिँ यतिसम्म नै थियो। अनि मैले चाहिँ अब कुनै कुनै ठाउँमा भिडियोहरू बनाउन बिर्सेँ, कुनै कुनै ठाउँमा अब अलिकति अब भनौँ न गाउँमा अलिकति त्यस्तै नै भयो। अनि के कस्तो छ जे जस्तो भए पनि हेरेर माया गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनु होला भन्दै आजको लागि बाई बाई।